नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 984औं भिडियोमा। आजको भिडियोमा मैले केही कश्यपको कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। भिडियो मन परेमा कृपया लाइक गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। लागौं आजका कथाहरूतर्फ। दर्शक तथा श्रोतावृन्द, कश्यपको कथा भन्ने क्रममा पहिलो कथा रहेको छ किसानको किस्मत। यी कथाहरूलाई संकलन गर्नुभएको छ कमल रिजालज्यूले। लागौं पहिलो कथातर्फ। धेरै पहिलेको कुरा हो। एकजना किसानको 3 भाइ छोरा थिए। किसान मेहनती थिए, कडा श्रम गर्थे, फसल उमार्थे। तर छोराहरू भने साह्रै अल्छी स्वभावका थिए। कहिले लठैतहरू जम्मा गरी गफ छुटेर दिन बिताउँथे, कहिले चौतारामा दिनभर बागचाल खेलेर साँझ घर फर्कन्थे। बिचरा किसान दिनभरि खेतमा काम गर्थे, साँझ जो भएको बनाइतोलाई गरी खान्थे, खुवाउँथे। यद्यपि उनले छोराहरूलाई सम्झाउने प्रयास नगरेका होइनन्। लोभ पनि देखाए, डर पनि देखाए, तर केही लागेन। उनी आफ्नो बुढ्यौलीको समेत वास्ता नगरी छोराहरूको चिन्ता गर्थे। तर छोराहरू आफ्नै भविष्यको समेत चिन्ता गर्दैनथे। दिन बित्दै गयो, किसान गल्दै गए। शरीरमा नानाभातीका रोगहरूका लक्षणहरू देखिन थाले। तैपनि उनलाई त्यसको चिन्ता थिएन। चिन्ता थियो त केवल आफ्नो मृत्युपछि छोराहरूले कसरी गरेर खालान् भन्ने। उनको चिन्ता बढ्दै थियो, शरीर गल्दै थियो। मनले भन्यो अब अन्त्य त्यति टाढा छैन। एक दिन छोराहरूलाई बोलाएर भने, बाबु हो, मेरो अन्त्य आइसकेको छ। भरे हो कि भोलि। बाबु मरे भनेर चिन्ता नगर्नु। कसका बाबुआमा सधैँ बाँच्लान् र। आउनु र जानु संसारको रीतै हो। सकुन्जेल जति हुन्छ आफैले गरे, तिमीहरूलाई दुःख दिएन। मृत्युपछि पनि दुःख नहोस् भनेर सुन, चाँदी तथा असर्फीका केही घडा खेतमा गाडी दिएको छु। म मरेपछि खनेर निकाल्नु र 3 भाइले बराबर बाँडेर लिनु। किसानले भावुक हुँदै भनेका थिए, तर छोराहरू कुलत र कुसंगतले यति बिग्रिसकेका थिए कि कति पनि छोएन। उल्टै मनमा नै हेर बुढा कति कन्जुस, हामीलाई दिनु पर्ला भनेर खेतमा गाड्न पुगेछन् भन्दै यस्ता मानिस चाँडै मर्नुपर्छ, मरिदिए हुन्थ्यो भनेर भगवानसित प्रार्थना गर्न लागे। उनीहरूका प्रार्थनाले हो कि मिति पुगेर हो, केही दिनमै किसान संसारबाट विदा भए। बाबुको क्रिया सक्न साथ उनीहरू खेत खन्नतिर लागे। तर पूरा खेत खनिसक्दा पनि केही भेटिएन। दोहोऱ्याएर तेराएर खने, तैपनि हात लागि शून्य नै रह्यो। त्यसपछि कन्जुस, अपराधी जस्ता नानाभातीका आरोप लगाएर बाबुलाई सराप्दै हिँड्न लागे। उनीहरू जसलाई भेटे पनि तिनै कुरा दोहोऱ्याउँदै बाबुको बदख्वाई गर्थे, सराप्थे। बिस्तारै कुरा गाउँभरि फैलियो। 1 कान 2 कान हुँदै कुरा फैलिएर पल्लो गाउँको चतुरबाहुन चतुर्भुज शर्मा चतुरेको कानसम्म पनि पुग्यो। उनले किसानलाई पनि चिनेका थिए र छोराहरूको बारेमा पनि राम्रै जानकार थिए। त्यसैले केही सन्देश दिने उद्देश्यले एक दिन उनीहरूका घरमा आएर भने, बाबु हो, चिन्तित देखिन्छौ नि। कसले के गर्यो थाहा छैन र बाजे? नभएरै सोध्या हुँ। केसम्म गरेनन् भन्नुहोस् न। कसले? आफ्नै बाबुले नि। कसले? कतै बाबुले चाँडै छोडेर गयो भन्न खोज्या त होइनौ? होइन, कुरा अर्कै छ। थोरै पागल कुकुरले टोकेको छ र यस्ता अपराधी बुढाको चिन्ता गर्नु? त्यसो भए खाने दानो छैन भन्ने चिन्ताले हो? त्यो पनि होइन। घरमा कन्जुस बुढाले केही अन्न लुकाएर राखेका रहेछन्। सञ्चित अन्न सकिँदैन र? सकिएर के भयो त? त्यसपछि के गर्ने भन्ने चिन्ताले सताएको हो कि भन्या नि? होइन, जस्तो पर्छ त्यस्तै टर्छ। अहिले नै त्यसको चिन्ता गरेर बस्नु मूर्खता कसले गरोस्? त्यसो भए चिन्ताको कारण के हो त? यही कि बुढाले हामीलाई उल्लु बनाएर गए। बाचुन्जेल त सुखले बस्न दिएनन्, मरेपछि पनि दिएनन्। हो र? हो त नि। भन्न सक्नुहुन्छ के गरे भनेर? सक्न त किन नसक्ने, तर त्यस्ताको कुरा पनि के गर्नु र खोइ? भन्नुहोस् न के हो? त्यसपछि किसानका छोराहरूले भयभरका कुरा सुनाए। उनीहरूको कुरा सुनेर चतुरीले लामो सास फेर्दै भने, बुढाले भनेको सही हो। सुन, चाँदी र असर्फीका घडा त्यही छन् जहाँ खेतका गरा छन्। फरक यति हो, तिम्रा बाबुले जति भनेका थिए त्यो भन्दा बढी छ, तर खोज्न भने जान्नुपर्छ।
के मूर्ख ठान्नु भएको छ? उल्लु बनाउने मानिस अर्को पाउनु भएन? होइन, सही कुरा गरे हुँ। सही कुरा भने के बुझिएन नि। त्यसपछि चतुरीले उनीहरूका आँखा खोल्ने उद्देश्यले भने, छोराहरू अल्छी भएकाले तिम्रा बाबुलाई आफू मरेपछि छोराहरूले कसरी गरी खालान् चिन्ता थियो। किसानको धन भनेकै खेतबारी हो, जसलाई पाउन खनजोत गर्नुपर्छ। तर त्यो कुरा तिमीहरू सुन्नै चाहन्नथ्यौ। त्यसैले उनले खेत खनजोत गरी फसल उमारुन् भनेर यस्तो लोभ देखाएका हुन्। यति नगरेको भए तिम्रो खेतबारी बाँझै हुन्थे, घरमा छाउन्जेल त खान्थ्यौ। त्यसपछि के गर्थ्यौ? अब तिमीहरूले खेतबारी खनिसकेका छौ, समय अनुसारको बाली लगाउने काम गर, जहाँ तिम्रो बाबुले भनेका भन्दा बढी नै सम्पत्ति पाउनेछौ। बल्ल उनीहरूको आँखा खुले। गल्ती महसुस गर्दै खेती किसानी गर्नतिर लागे। नभन्दै चतुरीले भने जस्तै प्रचुर धन सम्पत्ति पाएर सुखपूर्वक रहन लागे। गोडेमा कर्मले बाजो बारीमा सुन फल्दछ, बिजुली होइन साँझ नदीको जल बल्दछ भन्ने कवि वाक्य किन खेर जान्थ्यो र? यो रहेको थियो कश्यपको कथा किसानको किस्मत। अब लागौं अर्को कथातर्फ। कथाको शीर्षक कश्यपको कथा यसरी खोलिदियो, उखुको फलले राजाको आँखा। एकादेशमा मकरध्वज नामका राजा थिए। उनको नाम जति राम्रो थियो, स्वभाव ठिक विपरीत। सन्का थिए, जे मन लाग्यो त्यही गर्न लगाउँथे। उनको व्यवहारबाट दरबारमा सबै हैरान थिए। राजाको अगाडि बाबाको दुहाई कसको के लाग्ने? राजाले भनेपछि गर्नै पर्यो, नसके पनि गरे जस्तो गर्नै पर्यो। कुनै बेला यस्तो काम पनि गर्न लगाउँथे जो सम्भव हुँदैन थियो। तैपनि हुँदैन र सकिन्न भन्ने छुट कसैलाई थिएन। जसले हिम्मत गर्थ्यो उसले कि जागिर गुमाउनु पर्थ्यो कि घरवास जान्थ्यो। त्यस्तै परे ज्यानैबाट हात धुन पनि बेर लाग्दैन थियो। राजा मकरध्वज एक दिन मन्त्री दिवाकरको साथ ग्रामीण बस्तीमा घुम्न गएका थिए। गाउँले कृषकहरू खरासी कोलमा उखु पेलिरहेका रहेछन्। त्यस जमानामा हालको जस्तो विज्ञान प्रविधिको विकास भएको थिएन। गाउँलेहरू परम्परागत प्रविधिबाटै काम चलाउँथे। काठको कोलमा उखुको कुटका हालेर रस निकालेको देखेर राजाले आश्चर्य मान्दै सोधे, मन्त्रीजी, यिनीहरू यहाँ के गर्दैछन्? उखु पेल्दैछन्। मन्त्रीले नालीबेली लगाउँदै भने, यो उखु पेलेर रस निकाल्ने तरिका हो महाराज। कृषकहरू यसै गरी घरायसी काम चलाउँछन्। किन अर्को उपाय छैन? छैन महाराज। अनि उखु पेल्नुको कारण नि? किनकि खुद बनाउन यस्तै गर्नुपर्ने हुन्छ। हामीले खाने सक्खर पनि यसैबाट बनेका हुन्छन्। ओहो, सक्खर त निकै मिठो पो हुन्छ त। हो महाराज। यी उखु पनि त्यस्तै मिठा हुन्छन् त? हो, यिनीहरू पनि गुलिया नै हुन्छन्। खाएका छौ? हो, खाएको छु। मलाई पनि चखाउ त। त्यसपछि मन्त्रीले एक कुटका उखु ल्याएर दिए। राजाको छोरा उखु कहिले खाएका थिएनन्। चपाउन सुरु के गरेका थिए, ओठ पाछेर रगत बग्न थाल्यो। उसै त के भने जस्तो न्यू चाहिएको थियो, पाइहाले। रिसाउँदै सोधे, यो के हो? उखुले पाछेर यस्तो भएको हो महाराज? यस्तो दृष्टता? दृष्टता होइन महाराज, उखुको गुण नै यस्तै हो। चपाउन नजान्दा मुख पाछेर रगत आउन सक्छ। तत्कालै दण्डित गर्नु। कसलाई महाराज? यही उखुलाई नि। कसलाई? दण्डित? हो, दण्डित। यो त बेजान छ महाराज। भएर के भयो त? बेजानलाई कसरी दण्डित गरौं? त्यो पनि मैले नै बताउनु पर्यो? त्यो त होइन। के हो त? यही कि यसलाई कारवाही गर्न गाह्रो छ भनेको नि। त्यो मलाई थाहा छैन। उसले मेरो रगत बगाएको छ भने मूल्य पनि चुकाउनै पर्छ। दिन्छन् केही फल लिएर आउनु, अन्यथा आगो लगाएर वंशै विनाश पारिदिनु। बिचारा मन्त्रीजी धर्म संकटमा परे। फल ल्याएर दिउँ, उखुको फलै हुन्न, कहाँबाट ल्याएर दिने? नदिउँ, उखुबारी पोलेर निर्दोष कृषकलाई रुवाउनु पर्ने थियो। तैपनि हिम्मत हारेनन् र केही दिनको समय मागी बाटो लागे। उनी चलाक गरी तत्काल उम्कन सफल भएका भए पनि समस्या टरेको थिएन, सरेको मात्र थियो। कुनै पनि बेला राजाले पुनः त्यही कुरा उठाउन सक्थे। त्यसैले घरमा गएर सोच्न लागे। 2-4 दिन यसै बित्यो। राजाले बोलाउन पठाउँदा पनि उखुको फल खोज्दैछु भन्ने बहाना बनाए। तर टार्ने पनि कति दिन? एक दिन त सामना गर्नै पर्ने थियो। यस्तैमा एक दिन बिहान उनको घरमा चतुर्भुज शर्मा चतुरे बाहुन आइपुगे। उनलाई देख्न साथ मन्त्रीजीलाई सासै आए जस्तो भयो। सामान्य वार्तालापपछि मन्त्रीजीले आफ्नो समस्या बताए। उनको समस्या बुझेर चतुरीले लामो सास फेर्दै भने, ठिकै छ, चिन्ताको कुरा छैन। भोलि दरबार जाँदा मलाई पनि साथै लिएर जानुहोला। यति भनेर बिदा भए। मन्त्रीजी त्यो दिन आरामले बिताई भोलिपल्ट चतुरीको साथमा दरबारमा दाखिला भए। दरबार बस्न साथ राजाले उखुको फलबारे सोधे। मन्त्रीजीको संकेत पाउन साथ चतुरीले राजाले एउटा बन्द डिब्बा दिँदै भने,
लिनुहोस् महाराज। डिब्बामा केही सक्खर देखेर राजाले रिसाउँदै भने, के हो यो? उखुको फल महाराज। के मलाई मूर्ख बनाउन खोज्दैछौ? होइन महाराज। त्यसो भए आफै मूर्ख साबित हुन खोज्दैछौ? त्यो पनि होइन महाराज। नभए के हो त? किन र महाराज? उखुको फल भनेर सक्खर दिनेलाई के भन्ने? केही पनि नभनी फल स्वीकार गर्ने नि महाराज। के जिस्काउन खोजेको? को हुँ थाहा छ? रिसानी माफ होस् सरकार, त्यसो होइन। कसो हो त? उखुको फल नै यही हो महाराज। तत्कालै सिद्ध गरेर देखाउनेछौ, होइन भने जे पनि हुन सक्छ। त्यसपछि चतुरीले विनम्रतापूर्वक भने, आफैमा उखुको फल हुँदैन महाराज। ऊ मात्र सर्छ कि जराबाट कि टुप्पोबाट, तर फल्दैन। जुन कुरा महाराजलाई पनि थाहा हुनुपर्छ। तैपनि फल नै चाहिएको भने यसलाई फल मान्नुको विकल्प छैन। यसै पनि सक्खर भन्ने उखुबाटै हो। उखुको रसबाट खुदो र खुदोबाट सक्खर बन्छ भने उखुकै फल चाहिएको अवस्थामा योभन्दा सुन्दर विकल्प अरू के हुन सक्छ र? कि यस्ता असम्भव कुरा उठाउनै हुँदैन? उठाउने हो भने यस्तैले मन बुझाउनु पर्ने हुन्छ। चतुरीले थोरै कुरामा धेरै भने। उनको कुरा सुनेर राजा नाजवाफ मात्र भएनन्, रातो पिरो हुँदै निवासतिर लागे। त्यसपछि यस्तो उटपट्याङ कुरा गरेर हैरान पार्ने हिम्मत कहिल्यै गरेनन्। भनिन्छ, अति सर्वत्र वर्जयत। राजालाई पनि त्यस्तै भयो। अति गर्दा उनले निरुत्तर हुनु मात्र परेन, भारी सभामा मुख रातो बनाएर फर्कनु पर्यो। यो रहेको थियो कश्यपको कथा यसरी खोलिदियो उखुको फलले राजाको आँखा। लागौं कश्यपको अर्को कथातर्फ, दुर्मुख राजाको दुर्व्यवहार। धेरै पहिले कुनै बेला निर्ममपुरमा कुनै निर्दयी राजा थिए। दुर्मुख नामका यी राजाको स्वभाव पनि दुर्मुख नै थियो। रिसा र घमण्डी त्यस्तै, जाली र फटात त्यस्तै। उनी हरेक दिन केही अनुयायीका साथ शीघ्रगामी घोडामा गाउँ घुम्थे र बिना कसुर लान्छना लगाई सिधा सादा जनतालाई फाँसीमा चढाउने आदेश दिन्थे। उनका गुप्तचरहरू पनि त्यस्तै थिए। तिनलाई पहाड बनाई भए नभएका कुरा बनाएर राजाको कान भर्ने गर्थे अनि उनी सत्य तथ्य बुझ्दै नबुझी त्यसैका आधारमा निर्दोष नागरिकका ज्यान लिइरहेका हुन्थे। देशमा राजाको अत्याचार बढ्दै गयो। राजाको विरुद्धमा बोल्ने आँट कसैले गर्न सकेनन्। जो जसले आँट देखाउँथे उनीहरूले समेत ज्यानबाट हात धुनु पर्थ्यो। उनका व्यवहारबाट सबै हत्तु हैरान थिए। उनकै भारदारहरू समेत सन्तुष्ट थिएनन्। तर बोल्ने कसले, सुन्ने कसले? राजाको अगाडि बाबाको दुहाई। समय बित्दै गयो। राजाको अत्याचार पनि बढ्दै गयो। उनलाई रोक्न नसके चाँडै नै पूरा राज्य नागरिकविहीन हुने अवस्थामा पुग्यो। त्यसैले एक दिन राजाका केही भारदार गुनासो लिएर अर्कै राज्यका भलात्मी चतुर्भुज शर्मा चतुरे कहाँ आइपुगे। एका बिहानै छिमेकी राज्यका भारदारहरूलाई देखेर चतुरीले आश्चर्य मान्दै सोधे, भन्नुहोस् महोदय, कति कामले आउनुभयो? हो शर्माजी, त्यस्तै काम परेर आएका हौं, अकमकाउँदै भारदारले भने। तर कुरो गोप्य छ, जीवधनको सवाल छ। चिन्ता गर्नु पर्दैन, ढुक्का साथ भन्न सक्नुहुन्छ। हाम्रा देशका नागरिकहरू कति पीडित छन् भन्ने तपाईलाई पनि थाहा हुनुपर्छ भन्ने ठान्छौं। हो, केही थाहा छ। किन पीडित छन् भन्ने पनि थाहा पाउनु भएकै होला। त्यो पनि घोइरो घोइरो सुनेको छु। त्यसैलाई रोक्ने उपायको खोजीमा आएका हौं। सायद तपाईबाट पार लाग्छ कि? उनीहरूका कुरा सुनेर चतुरीले लामो सास फेर्दै भने, काम निकै कठिन छ। त्यस्तै परे जानै पनि जान सक्छ। तैपनि केही छैन, सकेको सहयोग गर्नेछु। अरूको सहयोगमा नआउने जीवन पनि के जीवन? त्यसैका लागि त प्रकृतिले जन्म दिएको हो। आखिर धर्म भनेको पनि त यस्तै परोपकारी काम गर्ने हो। त्यसैले अहिलेलाई तपाईहरू जान सक्नुहुन्छ। चाँडै नै उपाय खोज्नेछु। चतुरेबाट आश्वासन पाएपछि भारदारहरू आशाको पोको बोकेर घरतिर लागे चतुरे उपायको खोजीमा। उनलाई त्यस रात निन्द्रै परेन। भोलिपल्ट उज्यालो हुन साथ भारी मनले राजदरबारतिर लागे। छिमेकी देशका चतुर्बाहुन चतुरेलाई देख्ने बित्तिकै राजाले भने, भन्नुहोस् शर्माजी, कति कामले आउनुभयो? केही कुरा थियो, गरौँ कि भनेर आएको महाराज। कुरा छ? हो महाराज, कुरा छ। के कुरा छ भन्न सक्नुहुन्छ? तर के तर? यही कि पहिले जीवधनको बक्सिस चाहन्छु महाराज। ठिक छ, त्यो पनि पाउनुहुनेछ। त्यसपछि चतुरीले भूमिका बाँध्दै भने, सरकारको सवारी यदाकदा शिकारमा पनि हुने गरेको छ, होइन? हो, जाने गरेको छु। राजाको छोरो देशको राजा, नजाने कुरै भएन। शिकारमा जाँदा के गर्नुहुन्छ महाराज? यो पनि प्रश्न हो। शिकारमा जानेले के गर्छ? शिकार खेल्छ नि। ककसको शिकार गर्ने गर्नुभएको छ? वन्य जीवजन्तु जे भेटिन्छ त्यसैको। अरू कसको? निर्दोष प्राणीको ज्यान लिनु पाप होइन र सरकार?
यो त अधिकारको कुरा हो। पाप र धर्म भन्ने कुरा कहाँबाट आयो? अधिकार प्रयोग गर्दा पापै लागेछ भने पनि मेरो के दोष? यो त बुझियो। के चाहिँ बुझ्नु भएन त? शिकार खेल्दा खेल्दै तिर्खा लाग्यो भने पानी खान्छु, पाइएन भने नि खोला नदी नाला वा जलाशय खोज्छु, ती पनि भेटिएनन् भने गाउँमा गएर पानी माग्छु, माग्दा पनि दिएनन् भने मूल्य तिर्छु। कति तिर्नुहुन्छ? जति भन्छन् त्यति नै। राज्य नै मागे भने पनि दिनुहुन्छ? दिन्छु, किन नदिने? ज्यानभन्दा राज्य ठुलो हो र? भनेपछि सरकारका नजरमा ज्यानभन्दा ठुलो अर्को छैन, हुँदैन भन्ने हो? हो, त्यही बुझ्नुहोस्। कुरा त ठिकै हो, तर फेरि उही तर के हो त्यो भनेको? यही कि यस्तो कुरा सरकारका हकमा मात्र लागू हुन्छ कि अरूका हकमा पनि? सबैमा लागू हुन्छ। ज्यान रहे कसले धन सम्पत्ति कमाउन सक्दैन र? राजाका छोरा भए राज्य कमाउँछ, दुनियाँका छोरा भए सम्पत्ति कमाउँछ। यस्तो कुरा सरकारले मनैदेखि भन्नुभएको भन्ने बुझौं? अवश्य यस्ता कुरामा ख्यालठट्टा गर्न जानेको छैन। त्यसो भए व्यवहारमा किन लागू गर्नु हुँदैन त महाराज? अर्थात् यही कि सरकार यति ज्ञानी हुनुहुन्छ, त्यति बढी ज्ञानगुणका कुरा गर्नुहुन्छ, अनि त्यस्तो ज्ञान प्रयोजनमा भने किन लागू हुन सकिरहेको छैन? किन बेकारमा तिनका ज्यान लिने गर्नुहुन्छ? यस्ता कामले बदनामी बाहेक केही हात लाग्दैन। यसै पनि ज्यान लिनुभन्दा बचाउनु ठूलो कुरा हो। नागरिकहरू खुसी हुनेछन्, सरकारको जय जयकार गर्नेछन्, यश कीर्ति पाउनुहुनेछ, धर्म र अर्थको समेत जोगाड हुनेछ। हो, तपाईले ठिक भन्नुभयो। पद, प्रतिष्ठा र शक्तिको उन्मादले अहिलेसम्म गर्नै नहुने काम गरेको रहेछु। धन्य, आज तपाईले आँखा खोलिदिनु भयो। आइन्दा यस्ता कार्य कहिले गर्ने छैन। तपाईको जय होस्। यति भनेर राजाले केही पारिश्रमिक सहित सतुरीलाई विदा गरे। त्यसपछि विपत्तिको दलदलबाट उतारे बापत देशका नागरिकहरूका तर्फबाट समेत फूलमाला र प्रशंसाको भारी बोकेर आफ्नो देश फर्किए। त्यस दिनदेखि राजाले न क्रूर व्यवहार देखाए न बदनामीको शिकार हुनु पर्यो। भनाइ नै छ नि, आफू भला त जगत भला। यो रहेको थियो कश्यपको कथा, दुर्मुख राजाको दुर्व्यवहार। अब लागौं आजको लागि अन्तिम कश्यपको कथा। शीर्षक पण्डितजीको घमण्ड। धेरै पहिलेको कुरा हो। कुनै गाउँमा एकजना पण्डितजी बस्थे। उनी त्यति बेलामा जानेमाने विद्वान मानिन्थे। व्याकरण शास्त्रमा उनी बराबरका विद्वान कोही थिएनन्, तर जति विद्वान थिए त्योभन्दा बढी घमण्डी र अहंकारी थिए। शास्त्र भनेको व्याकरण मात्र हो र विद्वान भनेको आफू मात्र हो भन्ने उनको मान्यता थियो। जहाँ पनि जान्थे र व्याकरण पढेका छौ भनेर सोध्थे, अनि पढेको छैन भन्नेलाई तिम्रो आधा उमेर खेर गयो भन्दै अत्याउने गर्थे। विद्या भनेको विद्या हो, जुनसुकै भए पनि सबै आफ्नै स्थानमा उत्तिकै महत्वका हुन्छन्। यसमा यो र ऊ भन्ने हुँदैन। डाक्टरको काम डाक्टरले गर्छ, इन्जिनियरको काम इन्जिनियरले गर्छ, कसलाई ठूलो भन्ने कसलाई सानो। तर पण्डितजीका निम्ति यी सब बेकार थिए। उनले त व्याकरण पढेको छस् भनेर सोध्ने र छैन भन्नेलाई आधा उमेर खेर गयो भन्दै हायल कायल पार्ने बाहेक केही जानेकै थिएनन्। उनी जसलाई जहाँ भेटे पनि त्यही कुरा भन्थे, त्यसैलाई दोहोऱ्याउँथे। कतिलाई त दिनकै 4-4 पटक सोध्न पुगिरहेका हुन्थे। समय बित्दै गयो, उनको बानी पनि जारी नै रह्यो। जहाँ पनि त्यही, जहिले पनि त्यही। एउटै कुरा सुन्दा सुन्दा गाउँलेहरू हत्तु भए। यसैका कारण मानिसहरूमा आफूले पढेको वा जानेको कुरा बेकार रहेछ भन्ने पर्न थाल्यो। बिस्तार बिस्तार त्यसले पूरा गाउँलाई नै जड बनाउने सम्भावना बढ्दै गयो। व्याकरण नपढेर आधा जीवन खेर फालिएछ भन्दै कोही चुकचुकाउँथे, कोही टाउकोमा हात राखेर बस्ने गर्थे। कतिपयमा त डिप्रेसनको समेत समस्या देखिन थाल्यो। प्राय भन्ने गरिन्छ एउटा माछाले खोलो धमिलो पार्न सक्दैन, तर यहाँको अवस्था भने त्यसको पनि विपरीत थियो। बिस्तारै यो कुरा देशको राजाको कानसम्म पनि पुग्यो। राजालाई सुरुमा विश्वासै लागेन। एउटा व्यक्तिले कसरी पूरा गाउँ बिगार्न सक्छ भन्ने उनको सोच थियो, तर लगातार त्यही कुरा सुनेपछि उनलाई पनि शंका लाग्यो र परीक्षण गर्न आफै तीव्रगामी घोडामा चढेर आए। पण्डितजी भने त्यति बेला पनि गाउँलेहरूलाई त्यही प्रश्न सोधिरहेका थिए। राजाले देखेपछि उनलाई पनि सोही प्रश्न तेर्साउँदै भने, महाशय, हेर्दा खानदानी देखिनुहुन्छ, पक्कै व्याकरण पढ्नु भएको होला, होइन? राजाले नबुझे जस्तै गरेर भने, के भन्नुभएको? व्याकरण पढ्नु भएको छ कि छैन भनेको नि। त्यो भनेको के हो? अरे त्यति पनि थाहा छैन? व्याकरण शास्त्र क्या, जो बिना जीवन अधुरो हुन्छ। हो र? हो त नि, पढ्नुपर्ने शास्त्र भनेकै त्यही त हो नि। माफ गर्नुहोला पण्डितजी, मैले त नामै सुनेकै अहिले हो। त्यसो भए तपाईको पनि आधा उमेर खेर गएछ। ए हो र भन्दै
राजा दरबार फर्के। अब उनलाई पनि घमण्डी पण्डितले गाउने बिगार्न लागेकोमा दुविधा रहेन। उनले दरबार फर्किने बित्तिकै पण्डितलाई बोलाएर गुरु पुरोहितद्वारा सम्झाउन लगाए, तर नानीदेखि लागेको बानी कहाँ छुट्थे र। पण्डितजीको बानीमा कुनै सुधार देखिएन। त्यसपछि राजाले देशका चतुर विद्वान चतुर्भुज शर्मा चतुरेलाई बोलाएर पण्डितजीको आँखा खोल्ने आदेश दिए। चतुरेका निम्ति यो काम बायाँ हातको खेल थियो। विगतमा यस्ता कतिलाई सुधारेका थिए कति। राजाको आज्ञा सुनेपछि केही समय धैर्य गर्न आग्रह गर्दै उनी आफ्नो बाटो लागे। समय बित्दै गयो। केही दिन पण्डितजी यजमानी गर्न पल्लो गाउँ जान भनी हिँडे। बीचमा ठूलै नदी तर्न पर्दथ्यो। त्यति बेला पुलको व्यवस्था थिएन। नदी वारपार गर्ने साधन भनेको एकमात्र ढुङ्गा थियो। पण्डितजी ढुङ्गामा बसे। माझी ढुङ्गा खियाउन लागे। पण्डितजीले आफ्नो बानी अनुसार माझीलाई पनि सोधे, माझी दाई, हजुर पण्डितजी, व्याकरण शास्त्र पढ्नु भएको छ? छैन हजुर। माझीको छोरो कहाँबाट पढ्नु? बाबुबाजेले बिडो थाम्नु भन्छन्। बच्चैदेखि यही ढुङ्गा खियाउँदैछु। लौ बर्बाद। किन र हजुर? किन भन्ने नि, तपाईले आधा जीवन त्यत्तिकै खेर फाल्नु भएछ। माझी बोलेनन्। चुपचाप ढुङ्गा खियाउँदै नदीको बीचतिर पुगेपछि सोधे, पण्डितजी भन्नुहोस् माझी दाई, पौडी खेल्न जान्नु भएको छ? नाथी पौडी खेल्ने काम पनि कसले सिकोस्? त्यसो भए तपाईँको पूरा जीवन खेर जाने भयो। किन र? उनको कुरालाई हल्का रूपमा लिँदै पण्डितजीले भने, असम्भव, व्याकरण शास्त्री हुँ, बुझ्यौ? त्यो त बुझे, केही अन्कनाए जस्तो गरी माझीले भने। आँधी तुफान आउन लाग्यो, कुनै पनि बेला ढुङ्गा पल्टिन सक्छ। यति भनेर माझी नदीमा फाल हालेर पौडिन लागे। बिचरा पण्डितजी कालो निलो हुँदै बचाऊ बचाऊ भन्न लागे। पण्डितजीको छटपट्टि देखेपछि माझीले नडराउनुहोस् पण्डितजी, मेरो आधा जीवन खेर गए पनि तपाईँको पूरा जीवन बित्न दिन्न भन्दै उद्धार गरे। बल्ल पण्डितजीको आँखा खुल्यो। उनले माझीसित क्षमा माग्दै भने, माझी दाई तपाईँलाई धन्यवाद। ज्ञान भन्ने कुरा ठूलो सानो हुँदो रहेनछ। आज मलाई उद्धार गरेर ठूलो गुण लगाउनु भयो, यसलाई कहिल्यै भुल्ने छैन। त्यसपछि धन्यवाद मलाई होइन, चतुरेलाई दिनुहोस्। उहाँले सिकाएर नै मैले यो नाटक गरेको हुँ भन्दै माझी आफ्नो कामतिर लागे। पण्डितजीले चतुरेलाई भेटेर माफी माग्दै आइन्दा यस्तो घमण्ड नगर्ने प्रण गरे। उनका निम्ति यो यस्तो शिक्षा भयो कि त्यसपछि यस्तो हिम्मत कहिले गर्न सकेनन्। अरूलाई अत्याउन खोज्दा उनी आफै यति आत्तिए कि जसलाई कहिल्यै बिर्सन सकेनन्। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कश्यपको कथा र यो अन्तिम कथा पनि रहेको छ। आजको लागि कथाको शीर्षक रहेको थियो पण्डितजीको घमण्ड। तपाईलाई आजका सम्पूर्ण कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, उताबाट आऊ यताबाट आऊ, दाँतले धार, केही नखाऊ के हो, र यसको सही उत्तर हो आरा। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ, सुरिलो रुखको टुप्पामा पोखरी के हो? प्रश्न एकपटक फेरि, सुरिलो रुखको टुप्पामा पोखरी के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्न नबिर्सनुहोला भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक तथा श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। कुमार शर्माज्यू लेख्नुहुन्छ, हजुरको कथा वाचन मलाई धेरै मनपर्छ, नियमित रूपमा रुकुम पश्चिमबाट सुन्दैछु भन्नुहुन्छ, धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजोलपा, आदरणीय जमिन सर, शुभ बिहानी, साह्रै नै राम्रो कथाहरू एकदमै मन पर्यो, हामीलाई हस् भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी एसएनपी फनज्यू लेख्नुहुन्छ, नमस्ते सर, यहाँले ल्याउनु भएको कार्यक्रमहरू निकै रमाइलो लाग्छ भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी सुभाष थापाज्यू लेख्नुहुन्छ, तपाईको कथाहरू सुनेर साह्रै आनन्द लाग्छ, लाइक र सब्स्क्राइब गर्दा बल्ल कन्टिन्यू सुन्न सकियो, पहिला त 1 वर्ष अगाडिको कथाहरू नै सुन्दै थिए नि भन्नुहुन्छ, धन्यवाद। तपाईहरूले पनि सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा हुनेछ, सुन्नका लागि सब्स्क्राइब गर्नुहोला। त्यसैगरी गणेश खड्काज्यू लेख्नुहुन्छ, साह्रै मन पर्यो कथाहरू दाजु भन्नुहुन्छ, धन्यवाद। मनोज भट्टज्यू लेख्नुहुन्छ, नमस्ते जमिन सर, गजब लाग्यो आजको कथा नि भन्नुहुन्छ, धन्यवाद। प्रेम मगरज्यू लेख्नुहुन्छ, द स्टोरी इज गुड, द स्टाइल अफ रिसाइटिङ द स्टोरी इज भेरी ब्युटिफुल भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी सुभाष थापाज्यू लेख्नुहुन्छ, नाइस स्टोरी सर। त्यसैगरी सुजन टीवाईज्यू लेख्नुहुन्छ, नमस्कार सर, आजको कथा पनि निकै राम्रो लाग्यो, आजको उत्तर चाहिँ खेतबारीमा जोतेको हो भन्नुहुन्छ, कमेन्टको लागि धन्यवाद। त्यसैगरी सागर सुनारज्यू लेख्नुहुन्छ, नमस्कार दाजु, स्टोरी बबाल छ, साह्रै मन पर्यो हौ भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी दीपिका लिम्बुज्यू लेख्नुहुन्छ, हजुरको कथा वाचन मेरो चाहिँ स्लिपिङ ट्याब्लेट, आन्सर चाहिँ उखु हो कि भन्नुहुन्छ,
कमेन्टको लागि धन्यवाद। दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नुभएको छ। त्यसैगरी SGZOO ज्यू लेख्नुहुन्छ सुगर क्यान उखु कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ तपाईलाई आजको कथा के कस्तो लाग्यो कमेन्टमा उल्लेख गर्नुहोला। मन परेमा एक लाइक गर्नुहोला। साथसाथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि कृपया सब्स्क्राइब गरिदिनुहोला भन्दै आजको कथा बसाईबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।